दर्शकबिन नमस्कार। कार्यक्रम अपन सरोकार में अपने सबके हार्दिक स्वागत तथा अभिवादन है। कार्यक्रम में प्रत्येक श्रृंखला में एगोटे विशेष अतिथि संग विशेष संदर्भ में बातचीत करबाक लेल उपस्थित होइ छी। आजुक हमरा सबक अतिथि सेहो विशेष छथि, काठमाडौँ से एखन जनकपुर आयल छथिन। मुदा ताहिसँ पहिले अपने सबके प्रसंग हम किछु करऽ चाहब जे देश में 3 तरह के निर्वाचन संपन्न भेलैया। मित्र राष्ट्र भारत में सेहो आम निर्वाचन संपन्न भ गेल छै। ओतऽ सेहो बहुमत के सरकार छै, एतऽ समेत बहुमत के सरकार छै। मुदा निर्वाचन के क्रम में निर्वाचन आयोग सहित पर प्रश्न चिन्ह खाड़ होइ छै जे हमरा सब देखलिए भारत में सेहो भेलैया, नेपाल में सेहो होइत रहै छै, अन्य देश सब में सेहो होइत रहै छै। निर्वाचन के क्रम में जे निर्वाचन में धांधली भेलै, विभिन्न धांधली सब भेलैया, विभिन्न यथावत प्रश्न चिन्ह सब खाड़ होइत रहै छै। नेपाल में निर्वाचन के पर्यवेक्षण करबाक लेल एकटा आधिकारिक संस्था छै, राष्ट्रीय निर्वाचन पर्यवेक्षण समिति नियोग। आजुक हमरा सबक अतिथि छथि नियोग के उपाध्यक्ष एवं मानवाधिकारवादी प्राध्यापक कपिल श्रेष्ठ जी। सरलाई स्वागत छ कार्यक्रममा। धन्यवाद छ, धेरै खुसी लाग्यो पुरनजी। यो तपाईले यो कार्यक्रम जसरी मैथिली भाषामा यसको व्याख्या गर्दै हुनुहुन्थ्यो, यसको परिचय दिँदै हुनुहुन्थ्यो, मलाई साह्रै खुसी लाग्यो। यति मिठो भाषा, यति राम्रो परिवेशमा म आएर मलाई बोल्ने अवसर दिनुभयो, त्यसको लागि धेरै धन्यवाद। मैले यहाँको परिचय मानवाधिकारवादी भनेर गराएँ। हजुर, तर यहाँ चाहिँ नेपालको राजनीतिलाई लामो समयदेखि बुझ्नु भएको छ। फेरि म राजनीति शास्त्रको प्राध्यापक पनि। हजुर, एकदमै जानकार हुनुहुन्छ नेपालको राजनीतिको विषयमा। अहिले अब सुरुवात गरौँ। यहाँहरूको जुन संस्था छ राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोग, उपाध्यक्ष हुनुहुन्छ। भर्खरै नेपालमा पनि र भारतमा पनि निर्वाचन सम्पन्न भयो। हजुर, निर्वाचन आयोगमाथि पनि प्रश्न चिन्ह नउभिएको होइन। चुनावको बेलामा उठ्छ नै। किन यस्तो हुन्छ सर? लोकतान्त्रिक देशमा निर्वाचन एउटा लोकतान्त्रिक प्रक्रिया हो जसले कुनै पनि देशको भविष्यलाई निर्धारण गर्छ। तर त्यो नै धाँधली रहित भएन भने त मनमा त हुन्छ नि, मेरो मत कहीँ त दुरुपयोग त भएन। किन हुन्छ त्यस्तो? होइन, यो कस्तो भने मैले निर्वाचन भनेको एउटा लोकतान्त्रिक व्यवस्थाको सबैभन्दा महत्त्वपूर्ण डिफाइनिङ एलिमेन्ट अथवा त्यसलाई लोकतन्त्रलाई लोकतन्त्र बनाउने प्रमुख तत्त्व हो। र यो निर्वाचन स्वच्छ, धाँधली रहित, स्वतन्त्र हुन सकेन भने र सबैलाई स्वीकार्य किसिमको हुन सकेन, विश्वसनीय हुन सकेन भने यसले धेरै विवादहरू जन्माउन छ, धेरै द्वन्द्व पनि निम्त्याउन सक्छ। यो निर्वाचन त फेरि के भने कहिलेकाहीँ यो 2 धागे तलवार जस्तो क्या। राम्रोसँग निर्वाचन सम्पन्न गर्नुस्, एउटा असल निर्वाचनको मापदण्ड अनुसार यो द्वन्द्वहरू, समस्याहरू निराकरण गर्नमा त्यसले सहयोग गर्छ। तर निर्वाचनलाई गलत ढङ्गले एउटा सत्ताको दुरुपयोग गरेर, धाँधली गरेर, एउटा हिंसाको प्रयोग गरेर निर्वाचन सम्पन्न गर्नुहोस्, त्यसको परिणाम प्रत्युत्पादक हुन्छ। त्यसले लुकिरहेका, दबिरहेका समस्याहरू, द्वन्द्वहरू पनि बाहिर आउन थाल्छन्। र कतिपय ठाउँमा त निर्वाचन गतिलोसँग नगर्दा र निर्वाचनको परिणामलाई राम्रोसँग गरेको चुनाव स्वीकार नगर्दाखेरि मुलुकहरू टुक्रिएका छन्। ठुल्ठुलो गृहयुद्ध भएका छन्। जस्तो पाकिस्तान पहिला पश्चिम पाकिस्तान र पूर्वी पाकिस्तान थियो है, अहिलेको जुन बङ्गलादेश छ। हजुर, पूर्वी पाकिस्तानमा भएको निर्वाचनको परिणामलाई पश्चिम पाकिस्तानले सहज रूपमा स्वीकार नगर्दाखेरि गृहयुद्ध भयो, अन्ततः मुलुक टुक्रियो। अफ्रिकाका कतिपय मुलुकहरूमा निर्वाचनको धाँधली भएपछि मुलुकहरू टुक्रिएका छन्। अब भारतमा पनि अब कस्तो भने निर्वाचन भनेको त भारतमा यो झन्डै 1.5 अरब
जनसङ्ख्या पहिला 70 करोडदेखि सुरु भयो है, अनि 1 अरब भन्यो। भारतको जस्तो निर्वाचन त संसारमा त्यति ठुलो, त्यति व्यापक, विशाल, भीमकाय निर्वाचन संसारको कुनै पनि व्यवस्थामा हुँदैन। एउटा निर्वाचन सम्पन्न गर्नु निर्वाचन आयोगको लागि ठुलै चुनौतीपूर्ण काम हो भारतमा। तर त्यहाँ भारतको निर्वाचन पनि एउटा पूर्ण रूपले पर्फेक्ट चुनाव होइन। त्यहाँ पनि पहिला त यो अब जनकपुरको पारी यो बिहार, उत्तर प्रदेश त के कुरामा नामुद थियो भने, प्रख्यात थियो भने बुथ क्याप्चरिङ है। एउटा के गुन्डा के दादाहरू आएर बिहारी है, बिहारी शैली बुथ क्याप्चर गरेर मतदाताहरूलाई मत खसाल्न नदिने, भगाउने, बम पड्काएर, बन्दुक देखाएर अनि 1-2 मान्छेले एक छापे लाउने है, त्यो थियो भने। अब त्यसपछि अहिलेका पछि आएर जात, जातीयता, धर्मका कुराहरू उचालेर अथवा एउटा धर्मका मान्छेलाई अर्को धर्मसँग चाहिँ आतङ्कित बनाएर जुन अथवा राजनीतिक हटखण्डाका रूपमा प्रयोग गर्ने चलन चलेको छ। यसको तुलनामा यो खुसीकै कुरा भन्नुपर्छ, राम्रै कुरा भन्नुपर्छ, नेपालको राजनीतिमा जात, जाति, धर्म अलि कम छ को प्रभाव अलि धेरै कम छ। हुँदाखेरि यहाँ राजनीतिक मुद्दाहरू, विचारका मुद्दाहरू, सामाजिक मुद्दाहरू, क्षेत्रीय मुद्दाहरूमा चुनाव लडिएको छ। यसले के देखाउँछ भने नेपालको जुन लोकतन्त्र हो, नेपालको लोकतन्त्र सफल हुन सक्ने धेरै ठुलो सम्भावना छ। तर एउटा शर्त छ, 2टा शर्त छ। एउटा शर्त यहाँको निर्वाचनलाई हामीले विवादभन्दा माथि विवाद रहित बनाउन सक्छौँ कि सक्दैनौँ। अनि दोस्रो, यहाँका राजनीतिक दल र नेताहरूले यो लोकतन्त्रको सिद्धान्त, भावना, मूल्य र मान्यतासहित आफूलाई, आफ्ना दललाई, आफूले चलाउने सरकारलाई अगाडि बढाउन सक्छन्। त मैले भनिहालेँ, अब लोकतन्त्रमा निर्वाचन भनेको पानीको मूल जस्तै हो। यो त्यो मूल प्रदूषित भयो, धमिलो भयो भने त्यसले सबै क्षेत्रलाई प्रदूषित बनाउँछ है। तर अहिले कस्तो भयो भने यो निर्वाचनलाई नै साधन र साध्य, शक्तिमा पुग्ने सबैभन्दा मुख्य साधनका रूपमा प्रयोग गर्न थालेको छ। यसैले चुनावको बेलामा सबै किसिमका अपराध हुने गर्दछन्। चुनावको बेलामा लाखौँ करोडौँ पैसा, यो पैसाको त खोलामा पानी बगाए जस्तो बग्ने चलन। कुनै पनि हालतमा चुनाव जित्नै पर्ने, यो हार स्वीकार गर्न नहुने जुन कल्चर छ, यसले यो कल्चर अफ डेमोक्रेसी एउटा अनुसार भइरहेको छैन। र अब कुरा आयो यसमा न्युयोर्क जस्तो नागरिक समाज। न्युयोर्क भनेको सबै नागरिक समाजका प्रतिनिधिहरू मिलेर बनाएको एउटा स्वतन्त्र गैर सरकारी नागरिक समाज हो, जसले निर्वाचनमा भएको स्वच्छता, निर्वाचनमा भएको निष्पक्षता, निर्वाचनमा हुने गरेका गलत क्रियाकलापलाई मिहिन तरिकाले अवलोकन, अध्ययन गरिरहेको हुन्छ। तर यो निर्वाचन पर्यवेक्षण जुन टिम हुन्छ नि, पर्यवेक्षकहरू पनि अब विवादित हुँदै आएका छन्। हजुर, अब पर्यवेक्षकहरूप्रति पनि यो फलानु दलको कार्यकर्ता, यो चिलानु दलको कार्यकर्ता भनेर एउटा विवादित हुने गरेछ। यसलाई कसरी सुधार्ने त? अब विवाद कसरी बनाउने? हाम्रो नेपालमा 40 साल यता सारा समाज अति राजनीतिकरणमा गयो। बरु राजनीतिकरण छैन। राजनीतिका मान्छेहरू कहिले सिद्धान्त र मूल्य मान्यताको कुरा गरेको देख्नु भएको छैन। यहाँ जहाँ राजनीति नहुनु पर्ने ठाउँ हो त्यहाँ अति राजनीति। जस्तो यहाँ राजनीति कहाँ छ? निजामती सेवामा राजनीति छ, पुलिसमा राजनीति छ,
विश्वविद्यालयमा राजनीति छ, डाक्टरहरूको राजनीति छ, इन्जिनियरहरूको चर्को राजनीति छ, शिक्षकको चर्को राजनीति छ। अझ शिक्षकलाई त र डाक्टर शिक्षकलाई त आरोप त के छ भने यो अधिकांश राजनीतिक नेताहरू अझ भनौँ माओवादीका सबै नै प्राथमिक र निमा विकास शिक्षकहरू है। उनीहरूले विद्यालयमा के शिक्षा पढायो होलान् हुँदाखेरि यसरी यो शिक्षण पेसाको मर्यादा नै पो नागेको। अब त एकैपटक आएर कोही उपराष्ट्रपति पनि बनेका छन्, कोही मन्त्री बनेका छन्, कोही ठुल्ठुला नेता बनेका छन्। यो त राजनीति गरेपछि त एउटा प्राइमरी स्कुलको टिचर कहिले प्रोफेसर बन्न सक्दैन। प्रोफेसर बन्नको लागि राजनीति गर्यो भने 20 वर्ष पढाएर है डाक्टर पिएचडी गर्नु कति रिसर्च गर्नुपर्छ है भनेपछि राजनीति गएपछि एकैपल्ट ठुलो नेता बन्न पाउने अनि ठुलो नेता बनेपछि नेपालमा धन सम्पत्ति पनि कमाउनु पर्ने, सम्पन्न हुन पाउने अनि समाजमा उसको प्रभाव पनि अति बढ्ने। यसले गर्दाखेरि मान्छेलाई राजनीतिप्रतिको आकर्षण आफ्नो यो आफ्नो गाडीमा मन्त्री भएर झन्डा हल्लाउने र आफ्नो घरमा झन्डा हल्लाउने एउटा अभिलाषा आकाङ्क्षा बढेको छ। यो किसिमको आकाङ्क्षा बढेकोले हिजोसम्म मान्छेलाई सोध्यो भने तिमी के बन्छौ भन्यो भने छ नि डाक्टर इन्जिनियर के भन्लान् है। अब त मान्छेहरू डाक्टर इन्जिनियर पनि के बन्छौ म त मन्त्री बन्छु भन्ने किसिमको छ नि है। प्रोफेसरहरू पनि चुनावमा पाए त टिकट पाए त लड्छु भन्ने व्यापारीहरू पनि हिजोसम्म व्यापारीहरूलाई राजनीति बारेमा धेरै थाहा थिएन। अब त सबै व्यापारीहरू एउटा न एउटा दलमा लागेर कसैले 50 लाख तिर्यो भन्छन्, कसैले 5 करोड तिर्यो भन्छन् है। कोही माथिल्लो सदनमा तल्लो सदनमा यो कोही प्रदेशको सदनमा ठुल्ठुला नेताहरू अथवा राजनीतिक दललाई मिलाउने फुटाउने जुटाउने काम पनि गरिरहेका छन् भन्ने सुनिन्छ। एक किसिमले एउटा नेपालमा राजनीति यो रिक्सावालदेखि लिएर व्यापारीदेखि लिएर शिक्षक प्राध्यापकदेखि लिएर सब डाक्टर इन्जिनियर पेसागत कर्मी व्यापारी सबैलाई मनपर्ने चिज भएको छ। हुँदाखेरि नेपालमा अहिले रचनात्मक काम गर्ने, पढ्ने लेख्ने, मेहनत गर्ने भन्दा पनि सबैलाई छ नि यो राजनीतिको चासो धेरै बढेको। यो नराम्रो त होइन, तर त्यो अनुसारको राजनीतिक चेतना होइन, त्यो अनुसारको नागरिक चरित्र विकास चाहिँ हुन नसकेकोमा चाहिँ अलि कसो दुःख चाहिँ लाग्छ। जुन किसिमले यो अवसरको क्षेत्रहरू पनि बढ्यो नि त, प्रादेशिक सरकार भयो, स्थानीय सरकार भयो, वार्ड सदस्य, वार्ड अध्यक्ष, अवसरको क्षेत्र पनि बढ्यो, लाखौँ मान्छे पनि आकर्षण बढ्यो नि त। बढ्यो त, लाखौँ मान्छे यी पालिकाहरूमा सबमा उनीहरू समायोजन हुने, त्यो हुने महिला सदस्य, दलित सदस्य, जनजाति सदस्य है सबै किसिमको अवसर चाहिँ दिलाएको छ। तर यो त राम्रै हो। यो एक किसिमले प्रतिनिधिमूलक निर्वाचित प्रतिनिधिमूलक सरकार बन्नु। आखिर त लोकतन्त्र भनेकै जनताबाट निर्वाचित हुने सरकार हो र चुनाव भनेको मैले अघि पनि भने सर आइवर जेनिङ्स ठुला संविधानविद बेलायतका है, उनले भनेका थिए इलेक्सन्स आर द मोस्ट फन्डामेन्टल अफ द फन्डामेन्टल राइट्स है। सबै मौलिक अधिकारहरू मध्ये पनि मुख्य मौलिक अधिकार। यसरी बन्नु त राम्रो हो, तर हामीहरू कहाँ यो चुनावमा चाहिने भन्दा बढ्ता पैसा खर्च हुन थाल्यो र यो चुनावका कमजोरीहरू छन्, चाहे उम्मेदवारको चयनदेखि अथवा पैसाको खोलो बग्नेदेखि। पैसाको खोलो त तपाईँ त दिनुहुन्न नि, म त दिन्न नि, कहाँबाट आउँछ दल र यो राजनीतिज्ञहरूलाई यतिका करोडौँ करोड हामी सुन्छौँ। एउटा वडा अध्यक्षको चुनाव लड्न 40, 50, 60 लाख र 1 करोडसम्म खर्च गर्न थाल्यो भन्छन् है। अनि सांसद यो जस्तो प्रतिनिधि सभाको सांसदको चुनावको मिनिमम खर्च 25 करोड रे। बाफ रे बाफ, 25 करोड भनेको त यो त नेपालको पहिलो पञ्चवर्षीय योजना भन्दा पनि धेरै रकम हो के। जुन के अरे टङ्कप्रसाद आचार्य
प्रधानमन्त्री हुनुभएको होला 2013 सालमा पहिलो पञ्चवर्षीय योजना भएको थियो। त्यो पहिलो पञ्चवर्षीय योजनामा पनि मलाई लाग्छ 16 करोड भन्दा जुन किसिमले अवसरको क्षेत्रहरू बढ्यो, सहभागिता पनि चौतर्फी हुँदैछ। तर जसरी हामीले विश्लेषण गर्यौँ नि, एउटा ठुलो मान्छे बन्ने सपना, छिट्टै कमाउने सपना पुरा गर्ने एउटा भरपर्दो स्रोत, असल मान्छे बन्ने होइन, ठुलो मान्छे बन्ने, धनी मान्छे बन्ने, ठुलो मान्छे, शक्तिशाली मान्छे बन्ने। निर्वाचनलाई लियो नि, यसरी नै अब यो त गलत ट्र्याकमा जान्छ नि। जुन किसिमले चौतर्फी सहभागिता बढ्यो, एउटा विस्तार भयो, तर यसमा गलत ट्र्याक बस्यो भने यो त एउटा विध्वंसम्म भ्रष्टाचार पनि बढ्दै जान्छ। होइन, नेपालमा किन भ्रष्टाचार बढेको छ? राजनीतिज्ञहरूलाई एउटा चुनाव लडेपछि अनि उसलाई त्यो चुनावमा लागेको ऋण तिर्न चटारो पर्छ है। सबभन्दा पहिला त्यो कमाउने सम्पत्ति हुनेले आफ्नो बाउबाजेको जग्गा जमिन बेच्छन्, अनि त्यसपछि भोलि ऊ सांसद र मन्त्री हुँदाखेरि पहिला त्यो आर्जन गर्छ। यो भनौँ गलत सोर्सबाट उसलाई पैसा आएको छ, ठेकेदारबाट आएको छ, ब्ल्याक मार्केटियर्सबाट आएको छ, अनि अथवा यस्तै व्यापारीबाट आएको, अनि त्यसपछि उसले उनीहरूको पक्षमा नीति निर्माण गर्ने, उनीहरूले गरेका केही गलत कामहरूलाई पनि आँखा चिम्लेर, त्यही भएर सब पहाडका खोला नाला, यहाँका सबै खोला नाला सबै यो बालुवा र ढुङ्गा खोसेर जम्मै नाङ्गो बनाइएको, रुख काट्ने सब गर्ने है हुँदाखेरि, अनि जनप्रतिनिधिहरू, हाम्रा राजनीतिक दलका नेताहरू नदेखाइ गरिकन टुलु हेरेर बस्ने, यो किसिमको प्रवृत्तिले गर्दाखेरि यसले सबभन्दा ठुलो के भने युवाहरूमा सकारात्मक प्रभाव परिरहेको छैन। यसैले नेपालका 40-50 लाख युवाहरू नेपालमा केही पनि गर्न सकिन्न भनेर विदेश पलायन भइरहेका छन् है। एउटा एक किसिमको वैदेशिक रोजगारमा गएका छन्। नेपालमा मेहनत गरेर कमाइन्छ, नेपालमा पनि यो अवसर छ, सकिन्छ भन्ने भावना उठेको छ। धनीका सन्तान पनि विदेशमा पढ्न गएका छन्, नेपालमा फर्किन चाहँदैनन्। यसो अलमल गरेर उतैतिर, कोही बेलायतमा अलमलिरहेका हुन्छन्, कोही अमेरिकामा लन्ठिरहेका हुन्छन्, कोही जापानमा छ नि मेहनत पसिना कमाइ गरिरहेका हुन्छन्। हुँदाखेरि यो युवा जमातलाईको यो मुलुकको राजनीतिक व्यवस्थाप्रति, यो मुलुकको आर्थिक व्यवस्थाप्रति, यो मुलुकको शिक्षा व्यवस्थाप्रति यसरी विश्वास घट्नु त यसले त दीर्घकालीन र दूरगामी रूपमा यो मुलुकका हरेक चिजको भविष्य र हरेक चिजको जीवन्ततालाई अत्यन्त नराम्रोसँग असर परि पनि रहेको छ, अझ धेरै पर्ने पनि छ, र समाजलाई पनि नराम्रोसँग असर गरेको छ। अब एउटा +2 पास गरेको केटाले, केटी त कम छ, केटाले उसको बाबुआमालाई प्रेसर दिन्छ, यदि ऊ पढ्ने लेख्ने हो भने विदेशमा गएर पढ्ने, अथवा ऊ अलि सम्पन्न छ पढ्ने लेख्ने भइदियो भने मलेसिया जाने कि कटार जाने कि गल्फ जाने कि सिङ्गापुर जाने कि जापान जाने कि है। यो किसिमले गर्दाखेरि अहिले वास्तवमा गाउँघरमा चाहे मधेसमा नै अब पहाडको कुरा होइन, मधेसमै गयो भने गाउँघरमा युवा जनशक्ति नै छैन है। सबै बुढाबुढी र बच्चा-बच्ची मात्रै देखिन्छ। हुँदाखेरि होइन, अब मान्छे, अब म कतिपय पहाडमा जान्छु, खेत त बाँझै छ त, खेतमा पानी छ, त्यही खेतमा मैले एकदम गजबसँग मकै फलेको, गजबसँग धान फलेको देखेको थिएँ। अब त त्यहाँ छैन, खेती गर्ने मान्छे नै छैन। सायद मधेसमा पनि त्यस्तै पो छ कि, चिन्ता त यो पो छ त है। हुँदाखेरि यी कुराहरूमा हाम्रा संसदमा राजनीतिक दलहरू बसेर त्यति गम्भीरतापूर्वक बहस र छलफल हुन सकेको छैन। यो मेरो यो निर्वाचन पर्यवेक्षण भन्दा मैले अलि पर हटेर, म एउटा अभिभावक पनि हुँ, एउटा प्राध्यापक पनि हो, एउटा नागरिक पनि हुँ। समस्याहरू छन्। हजुर, यी समस्याहरू त देखिरहेका छौँ। यहाँसँगको वार्तालाप जारी रहनेछ। दर्शकवृन्द, कार्यक्रम अपन सरोकार में एखन के लिए एक छोट व्यावसायिक विश्राम दिसली, तकर बाद फिर से उपस्थित है।
दर्शकबिन पुनः स्वागत है इस कार्यक्रम में अपन सरोकार कार्यक्रम में। आज हमारा सबक अतिथि छथि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोग के उपाध्यक्ष एवं मानवाधिकारवादी प्राध्यापक कपिल श्रेष्ठ जी। इनका संगे बातचीत भ रहल छ। अब संक्षेपमा सर, हजुर, जुन किसिमले भ्रष्टाचार बढ्दै गएको छ, वार्ड सदस्यदेखि मन्त्री प्रधानमन्त्रीसम्म विवादित छन्, भ्रष्टाचारमा लिप्त भयो, कमाई खाने भाँडो बढाएर यो राजनीतिलाई भन्ने कुरा छन्। यो अब बेकराल रूप लिँदै गयो भने जुन किसिमको एउटा संहिता आएको छ नि, अब अहिलेदेखि नै मधेसमा चर्चा चाहिँ सन्दगेटा टिक्दै कि नै टिक्दै भन्ने एउटा चर्चा चलिसक्यो। संहिताको भविष्य के देख्नुहुन्छ? भ्रष्टाचार भन्नु, भ्रष्टाचारको त लोकतान्त्रिकरण भएको छ। अब भ्रष्टाचार सबै ठाउँमा व्याप्त भएको छ है। अब अखबारहरूमा सबैतिर अनि भ्रष्टाचारमा को जिम्मेवार छन् भनेपछि राजनीतिज्ञले कर्मचारीलाई दोष दिने, अनि एउटा दलले अर्को दललाई दोष दिने, अनि एउटा राजनीतिज्ञले अर्को राजनीतिलाई दोष दिने है, अनि एउटा कर्मचारीले अर्को कर्मचारीलाई दोष दिने, एउटा अड्डाले एउटा कार्यालयले अर्को कार्यालयलाई दोष दिने। यसैले सबै कार्यालयहरू भ्रष्टाचार संस्थागत रूपमा छ। यो पैसा नखुवाइकन न तपाईँ मालपोत तिर्न सक्नुहुन्छ, पैसा नखुवाइकन न जिल्ला अदालतहरूमा कुनै केही काम हुन्छ, न कुनै अफिसमा काम हुन्छ। होइन, मैले पनि भोगेको छु। पहिला मलाई पनि लाग्थ्यो मैले त कमसेकम पैसा नखुवाउनु पर्ला नि जस्तो लाग्थ्यो है। अब नभए तपाईँलाई 7 दिन 15 दिनसम्म झुलाइदिन्छ। त यो अब के भने, अब नेपाल सङ्घीयतामा गएको छ। यो नेपालका ठुला राजनीतिज्ञहरूले राजी खुसीले दिएको होइन है। यो ठुलै सङ्घर्ष र आन्दोलन, ठुलै बलिदान पछि, ठुलै किसिमको दबाब पछि मात्रै सङ्घीयतामा जान तयार भएका हुन्। तर यी ठुला दल र ठुला नेताको मानसिकता त पुरानै छ। उनीहरूले जसरी मैले भने नि, चन्द्र शमशेरले त्रिचन्द्र कलेज खोल्दाखेरि आफ्ना भाइ भारदा छोराछोरीलाई भनेका थिए रे, बाबु हो मैले मेरा छोराछोरीको भविष्यमा बन्चोरा हानेर आएको छु भने जस्तै। उनीहरूको मानसिकता के भने, नेपालमा यो पृथ्वीनारायण शाहले नेपाल बनाएदेखि, नेपाललाई एकीकरण गरेदेखि एउटा केन्द्रीकृत मानसिकता हो क्या। एक किसिमले यो हुकुमी शासन गर्ने केन्द्रबाट, अनि हुकुमी शासन गर्ने उनीहरूका एजेन्टहरू पठाउने, अञ्चलाधीश पठाउने, सिडिओ पठाउने, एलडिओ पठाउने, अनि उनीहरूका नजिकका राजनीतिज्ञहरूलाई ठाउँ ठाउँमा इसारा दिइराख्ने है। कोही दरबारको नजिक भन्ने, कोही फलाना दलको, कोही फलाना मन्त्रीको नजिक भन्ने। तर यो लोकतन्त्र, यो जुन सङ्घीयता त त्यो किसिमको होइन। पहिला हद कुरा गरे हामी विकेन्द्रीकरणको कुरा गर्ने गर्थ्यौँ। शक्ति विकेन्द्रीकरण हुनुपर्छ, गाउँ विकास समितिको तल्लो तहसम्म हुन पर्दछ। तर यहाँ त शक्ति र स्रोतको विकेन्द्रीकरण मात्र होइन, त्यसको स्वरूपकै विकेन्द्रीकरणको कुरा छ है। एक किसिमको स्वायत्त शासन र आत्मशासन, सेल्फ रुल र सेयर्ड रुल है। यो किसिम त फेरि नेपाल कस्तो भने, काठमाडौँमुखी, काठमाडौँमा पनि 2-3टा हिन्दू ठुला जातिहरूले, अझ 2टा, अझ एउटा बाहुन छेत्रीले हैकम हुकुम जमाएको र बाहुन छेत्रीलाई सहयोग गर्ने काठमाडौँका अथवा बाहिरका केही समूह नेवार 30% भन्दा कम छ नि। त्यसले कति छ, बाहुनको 8%, छेत्रीको 12%, 20%, नेवारको 4%, 25% भन्दा कम। र अलिअलि 1-2जना तपाईँका झा मिश्रहरू थिए होला, 1-2जना सिंह बौसाहरू थिए होला हो, छ भएको अनिरुद्ध बाबुहरू, यिनीहरू त थिए त, नभएको त भन्न मिलेन नि होइन। हामीले चिनेकै छ नि। अनिरुद्ध बाबुलाई 35 वर्षकै उमेरमा यो सर्वोच्च अदालतको प्रधान न्यायाधीश बनाएको होइन। होइन, त्यो ठिकै छ। त
भनेपछि यो अहिले पनि चाहे बजेटमा होस् चाहे अरूमा होस् सबै कस्तो भने उनीहरूकै चङ्गुलमा छ। यो सङ्घ अहिले पनि माथिका मान्छेलाई यो नचाहिने टाउको दुखाइ भयो है संहिता, यो सङ्घीयता अझै पनि सहज रूपमा जुन स्वीकार गर्ने हो नि ए बाबा यो सङ्घ विशेष गरिकन जुन केन्द्रबाट काठमाडौँबाट अवहेलना गरेका क्षेत्रलाई त चाहे कर्णाली प्रदेश सबैभन्दा बढी व्यवस्था र अवहेलनामा निग्लेक्टमा कुन प्रदेश? 1 नम्बर कर्णाली प्रदेश परेको हो, 2 नम्बरमा यो 2 नम्बर यो 2 नम्बर र 2 नम्बर प्रान्तै परेको हो है। विराटनगरका मान्छेहरू सबै प्रधानमन्त्री धेरै प्रधानमन्त्री भएर पहिलादेखि काठमाडौँका केन्द्रसँग उनीहरूको नजिकको सम्बन्ध थियो। अनि पोखरासम्म त काठमाडौँको एक ढिक्का भइहाल्यो। अनि सुदूरपश्चिमका ठकुरी सिंह शाहहरू सबै काठमाडौँका राणा र ठकुरीहरूसँग उनीहरूको बिहाबारीले गर्दाखेरि बझाङदेखि बैतडी दार्चुलादेखिका सिंहहरूको सबैको बिहाबारीले त्यसले गर्दाखेरि उनीहरूलाई त्यति समस्या सङ्घीयता चाहिएको थिएन। त्यो हुँदाखेरि अहिलेको बजेटमा पनि 60% केन्द्रमै राख्ने, अधिकार पनि धेरै केन्द्रमै राख्ने। अनि सङ्घ भनेको पहिलाको यो जुन गाविस जीविस भन्दा अलिकति विकसित स्वरूप। फेरि यो सङ्घीयताको बारेमा कस्तो भने हामी कहाँ यो सङ्घीय स्वरूप कस्तो हुन्छ, सङ्घीय शासन कसरी सञ्चालन हुन्छ भन्ने कुरामा यहाँ हाम्रो कुनै अनुभवै थिएन। हेर्नुहोस् है, दिस इज एन एक्सपेरिमेन्ट विदाउट एनी एक्सपिरियन्स। त्यो चाहिँ हो। भारतमा सङ्घ थियो तर हामीले न विश्वविद्यालयमा राजनीतिशास्त्रका विद्यार्थीलाई, न समाजशास्त्रका विद्यार्थीलाई, न अर्थशास्त्रका विद्यार्थीलाई सङ्घीय मैले 42 वर्ष पोलिटिकल साइन्स पढाएँ विश्वविद्यालयमा, एमए पिएचडीका तहका मान्छे। सङ्घीयता भन्ने कहिले पनि पढाएनौँ, हामीले पनि सिरियसली पढेनौँ है। अनि हुँदाखेरि सङ्घीयता भनेको त एउटा कस्तो भने यो त एक किसिमले पहिलेको 22-24 राष्ट्र जस्तै हो। यो माइक्रो स्टेट केन्द्रको राज्य जुन छ प्रदेश र प्रान्तमा पनि त्यसकै अर्को एउटा स्वरूपको त्यो गरिन्छ है। हुँदाखेरि त्यसका र 2-3टा कुराहरू चाहे परराष्ट्र सम्बन्ध, रक्षा र मूल अर्थनीति बाहेक अरू सबै कुरामा यी सङ्घीय प्रदेशहरू कुनै पनि नीति निर्णय गर्न असमर्थ, पूर्ण सम्भव हुन्छन्, सक्षम हुन्छन्। तर यहाँ अझै पनि कस्तो भने सेन्ट्रलाइज्ड फेडरलिजम, केन्द्रीकृत सङ्घीयता। यो पनि केन्द्रीकृत पनि के त प्रधानमन्त्रीको केन्द्रीय नियन्त्रण र नेतृत्वमा रहेको, बालुवाटारको नेतृत्वमा रहेको। यसले गर्दाखेरि अब एक थरी मान्छे भन्छन् कि होइन यो अनि एक थरी हल्ला चलाएको छ भित्रभित्र। नेपालमा सबै किसिमको हल्ला चल्छ क्या। अब लोकतन्त्र त समाप्त हुने भयो, राजा फेरि आउने भयो होला एक थरी भन्छन्, अर्को थरी भन्छन् अब यो सङ्घीयता टिक्दैन भन्ने भयो। यो हल्लै हो, यसको कुनै आधार छैन। न त राजा फेरि आउँछ, एटलिस्ट यो राजा ज्ञानेन्द्रको अनुहार रहिरहेसम्म नेपालीहरू राजतन्त्रको बारेमा स्वीकार गर्दैनन्, कुरा गर्नेवाला छैनन्। अनि यो सङ्घीयताको स्वरूपलाई यिनीहरूले तोडमोड गर्लान् त सङ्घीयता त्यसै जानेवाला छैन। तर मलाई के लाग्छ भने मैले यसो हेरेँ है, अब फेरि यो 7वटा प्रदेशहरूमा 6वटा प्रदेशमा एउटै दलको वर्चस्व छ। त्यो दल भनेको उसले जसुकै प्रजातन्त्र लोकतन्त्र माने पनि उसले बहुत गर्वका साथ कम्युनिस्ट पार्टी भन्छ है। संसारमा सारा कम्युनिस्ट पार्टीहरू सफाचट भएको बेलामा नेपालमा संसारलाई नै अचम्म हुने गरिकन कम्युनिस्ट पार्टीको उदय भएको छ। त्यसमा हाम्रो केही भन्नु छैन, गरी खाए त आयो त, त्यसो के छ र है। अब उनीहरू आएको पनि लोकतान्त्रिक माध्यम र जनताकै मतबाट आएको। अनि फेरि म के भन्न चाहन्छु भने अब
6वटा प्रदेशमा उनीहरूको अनुशासनको कारणले के अरे कम्युनिस्ट पार्टीको काम गर्ने डेमोक्रेटिक सेन्ट्रलिजम यो प्रजातान्त्रिक लोकतान्त्रिक केन्द्रीयता आखिर गर्ने उनीहरूको पोलिट ब्युरोले नै निर्देश धेरै हिम्मत गरेका छैनन् है। यसैले गर्दाखेरि अहिले यहाँ अब खोइ के दल पनि के भन्छ राजपा र अर्को के दल भन्ने खोइ अहिलेको त्यो दलले नाम फेरि गर्दो रहेछ समाजवादी भएछ है। मेरो साथी उपेन्द्र हुन्, मेरो बाबुराम त मसँगै मानव अधिकार सङ्गठनमा म महासचिव हुन्, हामी मेरो केन्द्रीय सदस्य। अब यो राजनीतिज्ञहरूको म कुरा नगरौँ। हुँदाखेरि संसारभरले नेपालभरिकाले सङ्घीयताको अभ्यास सफल हुन्छ कि हुँदैन, सङ्घीयताबाट जनतालाई लोक कल्याणकारी कार्यक्रम हुन्छ कि हुँदैन, सङ्घीयतामा भ्रष्टाचार कम हुन्छ कि बढी हुन्छ, त्यसको टेस्ट केस 2 नम्बरको प्रदेश हो। हेर्नु 2 नम्बरमा सङ्घीयता सफल भयो भने देशैभरिको सङ्घीयता सफल हुन्छ। 2 नम्बरका मान्छेले यहाँ भ्रष्टाचार बढायो, 2 नम्बरका मान्छेले काम गरेन, 2 नम्बरका मान्छेले राजनीतिक स्थायित्व दिन सकेनन्, एउटा सुशासन दिन सकेन भने चाहिँ सङ्घीयतामा प्रश्न उठ्छ। त प्रश्न उठे पनि सङ्घीयता चाहिँ जानेवाला छैन। तर कमजोर सङ्घीयता, विक फेडरलिजम, जसले सङ्घीयता चाह्यो नि, जुन वर्गले जुन क्षेत्रले आन्दोलन गर्यो सङ्घीयता चाहेको थियो, जबसम्म उनीहरू वर्चस्वमा आउँदैन, शासन गर्न सक्दैन, तबसम्म त सङ्घीयतामाथि खतरा नै हुन्छ नि त। होइन, सङ्घीयतामाथि त यो नयाँ मैले अघि भने यो कुनै अनुभव ज्ञान बिनाको यो हाम्रो प्रयोग हो। यो दिस इज फ्याक्ट। मैले भने नेपाल त एउटा सेन्ट्रलाइज स्टेट, एउटा केन्द्रीकृत शासन गरेको राजाको हुकुममा चलेको, अनि त्यसपछि नेताहरूको छ नि सदिच्छामा चलेको मुलुक है। कहिले गिरिजाप्रसादको सदिच्छा, कहिले माधव बाबुको समीक्षा, त्यसपछि त ओलीजी त पहिले मैले हेर्दाखेरि दुब्लो पातलो सुकुटे अहिले त ढुस्स फुलेको छ है उहाँको सदिच्छामा अथवा उहाँको स्वेच्छामा चलेको। म स्वेच्छाचारी त भन्दिनँ, म उहाँको इच्छा स्वेच्छामा। हाम्रो अलिकति यो कस्तो भने मैले माइन्डसेट भने नि हाम्रो एटिच्युड, भ्यालुज, हाम्रो सोचाइ त्यो हटपट्टि चेन्ज हुँदैन के। हुँदाखेरि अब 2 नम्बरका प्रान्तका मान्छेमा अथवा यहाँका नेताहरूमा, यहाँका प्रशासकहरूमा, यहाँका नागरिक समाजमा एउटा विशेष जिम्मेवारी आएको छ। आज मलाई खुसी लागेको छ, मैले यो जनकपुरलाई 40 वर्षदेखि नजिकबाट हेरिरहेको छु। म पहिले प्राध्यापक सङ्घ विश्वविद्यालयको काममा धेरै पटक आउँथेँ। त्यो बेलाको जनकपुर त के थियो र है। अब जस्तो यहाँ अपन टिभी, यहाँ तपाईँहरूलाई आजभन्दा 5 वर्ष अगाडि यहाँ टेलिभिजनमा तपाईँ काम जनकपुरमै काम गर्न पाइएला भनेर सोच्नु भएको थियो। अहिले यहाँ तपाईँको एउटा उज्यालो एकदम ह्यान्डसम अनुहार मैले देख्न पाएको छु, एउटा मिठो हाँसो छ। र जनकपुरमा म एकछिन अल्झिने त मेरा विचारहरू व्यक्त गर्ने मैले मौका पाएको छु। एउटा परिवर्तन त भइरहेको छ। जनकपुरको सहरका सडक पनि फराकिला र सफा हुँदैछन्, राम्रा हुँदैछन्। तर सङ्घीयतामा गुड्स डेलिभर गर्न सक्नु, यहाँका शिक्षालय, विद्यालय, विश्वविद्यालय यो गस ट्रेनीको चलाएर हुँ, त्यति राम्रो क्वालिटी छैन है। अनि त्यसपछि यहाँका हस्पिटल्सहरू, यहाँका अरू, अनि यहाँ उद्योगका कुराहरू, व्यापारका कुराहरू। अनि जनकपुर त त्यति मात्र होइन, फेरि मैले देखेँ जनकपुरमा यो तमिलनाडु महाराष्ट्रदेखि यहाँ यो जुन तीर्थयात्रीहरू आउँछन्, यो त यो जुन जानकी मन्दिर छ नि, कलकत्तादेखि लिएर बनारससम्म त्योभन्दा अर्को राम्रो मन्दिर कहीँ इन्डियामा पनि छैन हो। एउटा आस्थाको केन्द्र छ हिन्दूहरूको है। आखिर त मान्छेहरू जेरुसलम जान्छन्, मान्छेहरू मक्का मदिना जान्छन् भने, एक थरीका मान्छे अथवा लुम्बिनी जान्छन् भने यहाँ किन नआउन्, त्यहाँ आओस्। तर यसैले यो जनकपुरमा केही राम्रो हुने गरेको नराम्रो हुने गरेको संसारमा चाहिँ उनीहरूले चाँडै लग्छन्, प्रचार गर्छन्। यसैले अलिकति तपाईँहरू चाहिँ
तपाईँहरूले त यहाँका नेताहरूलाई हजुर। यहाँका प्रशासकहरूलाई यहाँका सब मित्रहरूलाई अलि सचेत र सतर्क गराउनु भयो भने यो अरू क्षेत्रले भन्दा यसले चाँडै प्रगति उन्नति गर्न सक्ने सम्भावना पनि छ नभएको होइन फेरि एउटा शहीद भूमि पनि हो लोकतन्त्रको लागि यो जनकपुरले जस्तो बढी मधेसमा कसले बढी शहीद जन्मायो भन्नुहोस् त 2007 सालदेखि त्यो भन्दा अगाडिदेखि यसको इतिहास पनि हराउन थाल्यो तपाईँहरू यो अहिलेको मात्र कुरा गरेर योभन्दा अगाडिको जुन जनकपुरले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदान हो नि दुर्गानन्द झादेखिको त्योभन्दा अगाडि सानोतिनो योगदान थियो अथवा जनकपुर मात्र होइन प्रदेश नम्बर 2 मै भन्नुहोस् न सब यहाँ हाम्रो रामराजा प्रसाद सिंहहरू योभन्दा अगाडिका गजेन्द्र बाबुहरू है होइन उहाँहरूको ठुलो योगदान छ जस्तो यहाँका कलेजहरू पनि नभएका होइनन् राजविराजदेखि लिएर है लाहानदेखि लिएर यो सब सिधाको कलेज छ यो छ तर क्वालिटी खस्किएको छ र अनि यहाँ अलिकति यहाँ फेरि यो के भने जनकपुरमा भनेको सारा यो भारतमा र नेपालमा एउटा मिथिला मुभमेन्ट मिथिला चाहे साहित्य हो चाहे चित्रकला हो एउटा आफ्नै विशेषता भएको मुभमेन्ट हो यो है यो मुभमेन्टको पनि यहाँ त्यो डाइनामिजम अगाडि बढाउनु भयो भने एउटा यो नेपालको मात्रै होइन भारतको मिथिला प्रान्तको पनि केन्द्रबिन्दु बन्न सक्छ यहाँ अथवा भोजपुरी छ फेरि उता वीरगन्जमा उता है सब यी कुराहरू त ठुलो विशेषता छ मैले देखेको छु तर यसलाई पहिचान गरेर अब अहिले त भर्खर कति नै भएर 1-1.5 वर्ष नै भयो है यो 1-1.5 वर्षमै आत्तिनुपर्ने अवस्था छ आत्तिनु पनि पर्दैन 1-1.5 वर्षमै सबै कुरा हुँदैन तर ट्र्याक रेलवे त ट्र्याक बनाउनु जस्तै हो राम्रोसँग ट्र्याक बनायो भने त्यो रेलवेमा छिटो पनि पुग्छ दुर्घटना पनि कम हुन्छ प्रसङ्गहरू धेरै थियो समय साथ दिएर समय अब सकिएको छ यहाँको अमूल्य समयको लागि धेरै धेरै धन्यवाद दर्शकवृन्द कार्यक्रम अपन सरोकारमै आज हमारा सबक अतिथि छलकिन मानवाधिकारवादी राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोगक उपाध्यक्ष प्राध्यापक कपिल श्रेष्ठ जी इनका संगे बातचीत भेल कार्यक्रम के निर्धारित समय संपन्न भेल एखन के लिए अपने सबसे आज्ञा चाहे छी नमस्कार।